जान चाहन्छु। म भर्खरै झापामा पुगेर आएको। मकै र धान बाली उठाउन चटारो छ, बाली भित्र्याउँदैछन्। बाली भित्र्याउने बेलामा किसानको अनुहार चमक हुनुपर्ने हो, तर त्यो देखिएन। निराश देखिएर निराश किसानहरूले सन्देश पठाएका छन् मलाई। प्रधानमन्त्री र कृषि मन्त्रीलाई सुनाइदिनु होला। धानको समर्थन मूल्य 2856 तोकिएको छ। चैते धानको चाहिँ 1750मा हामी बेचिरहेका छौँ। मकै 33भन्दा बढीमा अघिल्लोपल्ट बेचेको, अहिले चाहिँ 25 र 27मा बेचिरहेका छौँ। यो धानको मूल्य अनि कुटानी जोड्ने हो भने 30 रुपियाँमा चामल पाइन्छ। तपाईँहरू काठमाडौँमा बस्नु, 30 रुपियाँमा कुनै बजारमा चामल पाइन्छ कि? उहाँहरूले बजारमा गइदिनुहोस् भन्नुभएको छ। बजेट चाहिँ एउटा आशा जनाउने खालको छ, तर कार्यान्वयन चाहिँ यही समर्थन मूल्यको जस्तै भइदियो भने समस्या हुन्छ, मेरो टिप्पणी छ। सरकारलाई सम्बोधन गर्न खोजेको देखिन्छ। नीति तथा कार्यान्वयनको बुँदा नम्बर 24 को 6 मा उचित मूल्य सुनिश्चितता, किसान र क्रेताबीच करार, अनुदान तथा नियमनका लागि कानुन बनाउने भनेको छ। उक्त कृषि विधेयक तत्काल ल्याइयोस् र त्यो कानुन बनोस्। अन्य